हेलो साथीहरू नमस्ते। तपाईँहरू सञ्चारमै हुनुहुन्छ होला, हामी पनि एकदमै सञ्चारमै छौँ। हामी आज दुई दाजुभाइ खुसी हुँदै घरबाट यात्रामा निस्क्यौँ र दिनको सुरुवात निकै मनमोहक थियो। आकाश निलो थियो होइन, हल्का चिसो हावा चलिरहेको थियो। चराचुरुङ्गीको स्वरले वातावरणलाई झन् रमाइलो बनाएको थियो। घरबाट निस्किँदा मनमा एउटा मात्र सोच थियो, आज भक्तपुर ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदालाई नजिकबाट हेर्ने। निस्किँदा हामी एउटा सानो मन्दिरमा पुग्यौँ जहाँ धेरैजना साथीहरू हुनुहुन्थ्यो। कोही नाचगान गर्दै हुनुहुन्थ्यो, कोही बसेर खाजा खाँदै गर्दै हुनुहुन्थ्यो र यहाँ पनि एकछिन बसेर हामी अलिकति अगाडि बढ्यौँ र अगाडि बढेर हामी एकअर्काको रमाइलो कुराकानी गर्दै कहिले हाँस्दै कहिले वरिपरिको दृश्य हेर्दै अगाडि बढिरह्यौँ। केही समयपछि हामी एउटा स्कुल नजिकै पुग्यौँ जहाँ हामी सैनिक स्कुल नजिकै पुगेर गफ गर्दै दाजुभाइ अगाडि बढ्यौँ। त्यसपछि हामी बिस्तारै यात्रामा छौँ, गाडीहरू कुदिरहेको छ। हामी भक्तपुर पाँचतली मन्दिरको गेटनिर पुगिसकेको छौँ। त्यहाँ पुग्न बित्तिकै भक्तपुरको सांस्कृतिक सम्पदा, परम्परागत कला, ऐतिहासिक महत्त्वले हामीलाई मोहित बनायो। वरिपरि रहेका पुराना मन्दिर, कलात्मक मूर्तिहरू, इँटाले बनेका ऐतिहासिक भवनहरू, काठमा कुदिएका अद्भुत झ्याल ढोकाहरू हेर्दा हाम्रो पुर्खाको कला र सिपप्रति गर्व लाग्यो। प्रत्येक संरचनाले आफ्नै इतिहास बोलेको जस्तो महसुस हुन्थ्यो। त्यहाँका गल्लीहरू साँघुरा भए पनि अत्यन्त सफा र आकर्षक थिए। स्थानीय बासिन्दा आफ्नै परम्परागत शैलीमा व्यस्त देखिन्थे। कतै बाटोमा भाडा बनाउँदै गरेका कुमालहरू, कतै काठमा कुदिएका आकृति कुदिएको कलाकार, कतै कपडाको कपडा, हस्तकला, सांस्कृतिक मूर्ति र चित्रकला सबैले गर्दा एकदमै मनमोहित बनायो। त्यहाँका भाँडाकुँडाहरू र स्मरणीय वस्तुहरू बिक्रीका लागि सजाएका थिए। कलाको मेहनत, सृजनशीलता, संस्कृतिको समर्पण स्पष्ट देखिन्थ्यो। विदेशी तथा स्वदेशी पर्यटकहरू ती सामग्री हेर्दै, किनमेल गर्दै, फोटो खिच्दै निकै रमाइरहेका थिए। भक्तपुरको प्रसिद्ध नेवारी परिकारको सुगन्धले पनि वातावरणलाई अझै रमाइलो बनाएको थियो। कतै सेलरोटी, कतै बारा, चटपटी, आमरी, स्थानीय स्वादिष्ट परिकारले स्वाद लिन मानिसहरू भिड देखिन्थ्यो। हामीले पनि स्थानीय स्वादको आनन्द लियौँ र त्यहाँ एकदमै रमाइलो लाग्यो। एकदमै मान्छेहरू, फोटो खिच्ने मान्छेहरू, भिडियो बनाउने मान्छेहरू सबैजना आफ्नो काममा व्यस्त नै देखिनुहुन्थ्यो। हामी दाजुभाइ पनि एकछिन बस्यौँ, फोटोसोटो खिचेर, भिडियो खिचेर त्यहाँ बसेर एकछिन रमाइलो गऱ्यौँ होइन। एकदमै राम्रो रहेछ ठाउँ। वरिपरिको दृश्यहरू हेर्दा एकदमै मन नै लोभ्याउने है। जति हेरे पनि हेरौँ लाग्ने खालका दृश्यहरू देख्दा मन एकदमै आनन्द भयो है। मौसम पनि बिग्दैछ, बादल जस्तो भइरहेको छ होइन। दुई दाजुभाइ फोटो खिच्दै घुम्दै वरिपरि आफ्नै तालमा हिँडिरह्यो र एकदमै रमाइलो लाग्यो। म योभन्दा अगाडि गएको पनि थिएन र जाने समय मिल्यो र एकदमै रमाइलो लाग्यो। हजुरहरू पनि नजिकै हुनुहुन्छ भने एकपल्ट आउनुहोला, घुम्नुहोला। यहाँको सांस्कृतिक, यहाँको सम्पदालाई नजिकबाट निहाल्दा पाउँदा एकदमै खुसी लाग्यो होइन। स्कुलको गाडीहरू वरिपरि घुमिरहेको छ, साथीहरू वरिपरि घुमिरहनु भएको छ। फोटो खिच्ने मान्छेहरू, भिडियो बनाउने मान्छेहरू पनि प्रशस्त मात्रामा देखिन्छन्। म पनि भिडियो सिडियो बनाएँ, भाइले पनि भिडियो सिडियो बनायो होइन। एकदमै रमाइलो लाग्यो आजको दिन, एकदमै यति आनन्द लाग्यो। हामी दुई दाजुभाइको यो रमाइलो कुराकानी मात्रै भएको थिएन। बाल्यकाल सम्झिँदा कहिले भविष्य योजना, कहिले प्राकृतिक सुन्दरता, कहिले नेपाल सांस्कृतिक सम्पदा छलफल गर्दै अगाडि बढ्यौँ। यात्रा घुमफिर मात्रै थिएन हामीले। यहाँको यात्रा घुमफिर मात्रै थिएन कि हामीले आफ्नो इतिहास, संस्कृति, कला, संस्कृति अझ बढी सम्मान गर्न सिकायो। भक्तपुर प्रत्येक इँटा
प्रत्येक मन्दिर, इतिहास, हस्तकला, प्रत्येक मुस्कानले नेपालको मौलिक पहिचानलाई जीवन्त तुल्यायो। एकदमै रमाइलो भयो आजको घुमघाम। आजको दिन साँच्चै सफल भयो। मौसम परिवर्तन हुँदै वातावरण गजब बनायो है। स्थानीयको शास्त्रीय जलको यात्रा, अविस्मरणीय क्षणहरू होइन हाम्रो मनमा सधैँका लागि बसिरहनेछन्। एकअर्कालाई भन्यौँ यस्तो यात्रा जीवनमा पटक पटक गरिरहनुपर्छ, किनकि यस्ता ठाउँहरू केवल मनोरञ्जन मात्रै होइन, आफ्नै देश, सांस्कृतिक, ऐतिहासिक अझ गहिरो रूपमा बुझ्न अवसर पनि दिइन्छ। यसरी घरबाट निस्किँदा एकदमै रमाइलो यात्रा बन्यो। एकछिनपछि हल्का पानी पर्न सुरु गर्यो। पानी पर्दा भक्तपुरको पुराना इटारो सडकमा झन् चम्किला देखिन थाले। छातामुनि हिँडिरहेका मान्छेहरू वर्षौँदेखि आएको चिसो हावाले वातावरणलाई थप मनोरञ्जन बनाइदियो। वर्षाले केही समयका लागि सम्पूर्ण भक्तपुर अझ सुन्दर बनायो होइन। वरिपरि रहेका पुराना मन्दिर, कलात्मक मूर्तिहरू, इँटाले बनेका ऐतिहासिक भवनहरू, काठमा कुदिएका अद्भुत झ्याल ढोकाहरू हेर्दा हाम्रा पुर्खाको कला र शिवप्रति गर्व लाग्छ। प्रत्येक संरचना आफ्नै इतिहासमा बोलेको जस्तो महसुस हुन्छ। यहाँका गल्लीहरू, साँगु र बाटोघाटो यहाँको हिँड्ने हेर्दा एकदमै रमाइलो पनि लाग्यो। प्रत्येक हस्तकला, प्रत्येक मुस्कानले नेपालको मौलिक पहिचानलाई अझै जीवन्त बनाउने अनुभूति भयो। दिन ढल्दै जाँदा हामीले फर्किने तयारी पनि गऱ्यौँ। बिस्तारै बिस्तारै फोटो खिच्दै, भिडियो बनाउँदै अगाडि बढ्न थाल्यौँ। आजको दिन साँच्चै सफल रह्यो। मौसम पनि एकदमै परिवर्तन है, एकदमै परिवर्तन रह्यो। त्यति गर्दा पनि हामीले फोटो खिच्न र भिडियो बनाउन छोडेनौँ। यहाँका काष्ठकलामा रहेका मूर्तिहरू हेर्दा मन साँच्चीकै एकदमै लोभ्याउने खालको रहेछ। ढुङ्गामा मूर्ति, पानी परेको चम्किलो वरिपरि मठ मन्दिरहरू कस्तो राम्रो। एकदमै रमाइलो लाग्यो आजको यात्रा हो है। तपाईँहरू पनि एकपटक यदि आउनुभएको छैन भने आउनुहोला। यहाँको कलात्मक एकदमै राम्रो लाग्यो मलाई त। घुमफिर गर्दै, छलफल गर्दै हामीले प्रत्येक क्षणको आनन्द लियौँ। यो यात्रा केवल एकदमै अविस्मरणीय रहने नै छ। हामी आफ्नो इतिहास, संस्कृति, कला, सांस्कृतिक अझ बढी सम्मान गर्न सिकायो। भक्तपुरको प्रत्येक इँटा, मन्दिर, प्रत्येक कलाले राम्रो बनायो। आनन्द साँच्चै सफल रह्यो। मौसम परिवर्तन हुँदै गयो। यहाँका वरिपरि बनाएका कलात्मक दृश्यहरू हेर्दै आजको दिन चाहिँ हाम्रो एकदमै सफल भयो। केही दिनपछि हामी फर्किने निर्णय गर्दै अगाडि बढ्यौँ। मौसम परिवर्तन हुँदै मन्दिरको आध्यात्मिक वातावरण, साँगुरो बाटोघाटो, भक्तपुरको ऐतिहासिक सम्पदा, कलात्मक अनुगमन है। पानी परे पनि दाजुभाइले चाहिँ भिडियो बनाउन, घुम्न चाहिँ छोडेनौँ। संस्कृतिको झल्को यात्राभरमा अविस्मरणीय क्षणहरू हाम्रो मनमा सधैँका लागि बसिरहनेछन्। हामीले एकअर्कालाई भन्यौँ आफ्नो यात्रामा जीवनमा पटक पटक गरिनुपर्छ, किनकि यस्ता ठाउँहरू केवल मनोरञ्जन मात्र होइन कि आफ्नो देश, आफ्नो वेशभूषा, आफ्नो संस्कृतिलाई पनि झल्किने खालको हुन्छ। पानी पनि पर्दैछ। दुई दाजुभाइ अगाडि हिँड्दैछौँ है। छाता ओढेर पानी पर्दैछ, चट्ट छाता ओढेर भिडियो बनाउँदै। त्यति गरेर पनि आज त्यति राम्रो घुमघाम चाहिँ भएन। थोरै भए पनि चाहिँ ठिकै भयो। आजको घुमघाम अविस्मरणीय भयो। चट्ट वरिपरि हेर्दा पनि एकदमै रमाइलो लाग्ने है। मान्छेहरू आफ्नो आफ्नो व्यस्त चाहिँ हाम्रो रानी पोखरी नजिकै आएर एकछिन फोटो खिच्यौँ, भिडियो बनायौँ। रमाइलो लाग्यो साथीहरू। बाई बाई।